सबैलाई गुड मर्निङ। आज हाम्रो यात्रा चाहिँ अर्घाखाँची सुब्बा देउरालीको छ। हेलो, आज हामी कहाँ जान लाग्यो हामी भन्दै सुब्बा देउराली जाँदैछौँ। हाम्रो सबै परिवार भएर आज कार्तिकको 8 गते आज हामी सुब्बा देउराली दर्शन गर्नको लागि अर्घाखाँची जाँदैछौँ। यहाँ बाबा हुनुहुन्छ है, मम्मी उता। पानी भर्दै हुनुहुन्छ। हामी चाहिँ आज 180 किलोमिटर जति चलाउँछौँ होला है। अनि त्यसपछि चाहिँ हामी काउसतदेखि सुब्बा देउराली। बाटोमा के हुन्छ हजुरहरूलाई चाहिँ हामीले अपडेट दिइरहन्छौँ है त। ल स्टे ट्युन गाइज। ल म पानी पनि लिएर हिँड्दैछु, त्यो बोतल पानी लिएर हिँड्दैछु। बाटोमा पानी छैन, अब मिठो नमिठो अन्त किन्न नपरोस् भनेर ल ल लाग्यो है त। बिहानको ठिक 4 बजे हामीले काउसतीबाट सुब्बा देउरालीतर्फ यात्रा सुरु गऱ्यौँ। हाम्रो यात्रा आज 180 किलोमिटर थियो। हामी नवलपरासी, रूपन्देही, कपिलवस्तु पार गरी अर्घाखाँची जिल्लामा प्रवेश गर्नुपर्ने थियो र अर्घाखाँचीमा भएको सुब्बा देउराली माताको दर्शन गरेर हामी त्यहाँबाट फर्किने यात्रा थियो। दाउने उकालो पार गरी हामी बर्दाघाटतर्फ चढ्दै गर्दाखेरि अलिअलि उज्यालो हुँदै गएको थियो। बर्दाघाटपछि भुमे, सुनौल हुँदै हामी बुटोल सहर पुग्यौँ।
बुटोलदेखि हामी पश्चिमतिर यात्रा गर्नुपर्ने थियो र तीनौं खोलाको पुल पार गरी हाम्रो यात्रा अघि बढिरह्यो। तीनौं खोलाबाट देखिने दृश्य लुम्बिनी केबल कारको हो। फुलबारी जाने बाटो मम्मी कस्तो लागिरहेछ? एकदम राम्रो लाग्छ, रमाइलो लाग्छ। ल ल ल आमाले ज्ञान भयो ए ल ल हामी चाहिँ अहिले चाहिँ जङ्गलमा आइएको छ। अघि नै चिया खान रोकिएन, अब चाहिँ जङ्गलै जङ्गल छ। अब चाहिँ पुल कटेपछि हामी रूपन्देही छोडेर कपिलवस्तु जिल्लातर्फ प्रवेश गर्यौं। हेलो गाइज, अहिले चाहिँ हामी कपिलवस्तु भनेको कुन बारगङ्गा भन्ने ठाउँमा छौँ है। यहाँ चाहिँ चिया खाना रोकेको हामी चाहिँ अहिले। अब अझै गोरुसिङ्गे आउनलाई चाहिँ हामी 35 किलोमिटर बाँकी छ। यहाँबाट 35 किलोमिटरमा गोरुसिङ्गे आइन्छ। त्यसपछि चाहिँ लगभग 35 किलोमिटर भनौँ। त्यसपछि चाहिँ सुपा देउराली आउनलाई है। कति बजेछ भन्दा 7 बजेर 50 मिनट गएको छ है त। हेलो हेलो भन। गुड। सब्सक्राइब लाइक गर्न नबिर्सिनु है। ओके ओके ओके, सही है ल। ओके ओके, थ्याङ्क यू। सुशील पोल हो हेर हेर, तिम्रो भिडियो नै आउँछ, तिम्रो भिडियो नै आउँछ हेर भोलि। ल कसैलाई केही भन्नु छ? चिया खाइयो अब होइन? अब चिया खाएर यात्रा गोरुसिङ्गेतिर यात्रा गर्दैन। सुपा देउराली होइन? सुपा देउराली हो तर गोरुसिङ्गे आउनु पर्यो नि त प्रथममा त। हुन्छ हुन्छ ल। हाम्रो यात्रा छ मम्मीले मम्मी ड्राइभिङ नै गर्न थाल्नु भयो क्या? ल ल ल। हाम्रो यात्रा गोरुसिङ्गेसम्म
जानुपर्ने थियो र गोरुसिङेबाट हामी दक्षिणतर्फ लागेपछि अर्घाखाँची प्रवेश गरिन्थ्यो। र गोरुसिङेबाट जङ्गलको बाटो हुँदै हाम्रो यात्रा अर्घाखाँचीतर्फ अघि बढ्दै गयो। अलि अगाडि पुगेपछि पत्थरकोट भन्ने एक ठाउँबाट अर्घाखाँची र कपिलवस्तुको सिमाना छुट्टिने रहेछ र त्यहाँबाट हामी अर्घाखाँचीको गेटद्वारा प्रवेश गरी अर्घाखाँची सुब्बा देउराली तर्फको यात्रा अघि बढ्दै जानुपर्ने रहेछ। बाटोका मोड, पहाडका दृश्य र गाउँ बस्तीले यात्रालाई अझै रमाइलो बनायो। लगभग 10 बजे बिहान हामी सुब्बा देउराली मन्दिर परिसरमा पुग्यौँ। तर दर्शनका लागि ठुलो भिड थियो। भक्तजनहरूको लामो लाइन थियो र त्यो लाइन व्यवस्थित रूपमा अघि बढिरहेको थिएन। हामीले करिब 4 घण्टा पर्खेर मात्रै देवीको दर्शन गर्न पायौँ। यति लामो लाइन छ। राति 3 बजे हिँडेको। 1 बजेसम्म पनि आउँछ कि नै थाहा छैन। हामी त लाइनमा बसेको
पर्दैछ अहिले आफै क्यालकुलेट गर्नु कति कति घन्टा भयो त्यस्तो छ अझै अगाडि सुब्बा देउराली मन्दिर अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका नजिक करिब 4500 फिटको उचाइमा अवस्थित छ। यस मन्दिरको प्रमुख देवी सुब्बा देवी हो, जसलाई श्रद्धालुहरूले आफ्नो इच्छा पुरा हुने देवीका रूपमा विश्वास गर्दछन्। पाला आउनु त बेलुकासम्म आउँछ। मम्मी हराउनु त भएन नि। सकाएर आइयो लगभग 2:15 10 बजीतिर पुगेको थियौँ होइन 15 मिनटमा। गाडी चाहिँ उता पार्क छ, अब गाडी लिन जानुपर्छ। खास चाहिँ गाडी यहाँ अलिकति व्यवस्थित राम्रो नभएको कारणले गर्दाखेरि चाहिँ हामीले फेरि तल लर राख्यौँ फेरि फर्काएर है। तर 2 बजे भोक पनि लाग्यो है। तर रमाइलो भयो। मम्मी कस्तो भयो? रमाइलो भने होइन? त्यही त खुसी भने होइन? त्यही त ल देवी बस्नु हामी गयौँ। एउटा लाउरे भारतीय सेनामा म सफल भएपछि सुनको माला हजुरलाई चढाउने छु भनेर सङ्कल्प पनि गरेका थिए। सफल भएर फर्किएपछि उनले बाचा पुरा गरेनन् र त्यही बाटो हिँड्दा देवीले उनलाई भित्तामा टाँसिदिएन् भन्ने पनि हामीले सुनिन्छ र त्यो डाँडामा हेर्दाखेरि आकृति पनि देख्न सकिन्छ। जति तल गयो त्यति राम्रो देखेछ है लाउरे टाँसेको है त। अझै फेरि हेरौँ त खै। यहाँबाट पो रहेछ यो त लाउरे टाँसेको है। यो बाक्सा अरे उछिएको यतापट्टिको पोखरी है लाउरे टाँसेको। हामीलाई एकदम भोक पनि लागेको थियो र एक होटलमा हामी खाना खानी भनेर गएको थियौँ र यो होटलको खाना एभरेज थियो र यो ठाउँमा आएर यतिसम्मको खाना चाहिँ राम्रै मान्नुपर्छ। गाडीको हालत यस्तो छ, फेरि जाम भएर लगभग 5 मिनट 10 मिनट जति हिँडेर आयो। हामी त्यसपछि निरन्तर आफ्नो यात्रालाई घरतर्फ अघि बढाउँदै गइयो। त्यही अघि आएका बाटोहरू, डाँडाकाँडाहरू, जङ्गलहरू र मोड घुम्टीहरू पार गर्दै हामी अघि बढिरहेका थियौँ।
अघि बढ्दै हामी बुटोल सहरतर्फ लागिरहेका थियौँ। फाइनली हामी बुटोल आइयो। अब हाम्रो यात्रा भनेको काउसुरीतिरको हो। अब ठ्याक्कै 3 घन्टा। अब 3 घन्टामा हामी घर पुग्छौँ होला। त्यसपछि हजुरहरूलाई फेरि अपडेट गराउनेछौँ। सही हो स्टे ट्युन। हामी घर पुगेपछि अपडेट गराउनेछौँ होइन। हजुर। र बुटोलको झिलिमिली हेर्नुहोस्, यस्तो राम्रो छ बुटोल उपमहानगरपालिका। रिङ रोड है। रिङ रोड त होला नि। भ्लगर बन्यो भने त मान्छेहरू त यताबाट गयो भने चाहिँ हाम्रो मामाघर गइन्छ। अब यताबाट गयो भने चाहिँ हाम्रो घर मामाहरूमा सम्झान मैले उतै जान मन लाग्छ। भनेर छ एउटा डिपार्टमेन्ट अफ रोड भनेर माथि यहाँ बोर्ड पनि छ। अनि यो पूर्व जाने बसहरू, पश्चिम जाने बसहरू सबै लगाइरहेको छ यहाँ। तर्फबाट तल झऱ्यौँ। अब हामीलाई चाहिँ फुल्की खाने ठाउँ कहाँ होला भनेर एकदम जिज्ञासा लागिरहेको छ। कमेन्ट सेक्सनमा लेखिदिनु होला भन्न अब। बुटोलको एकदम च्याट जिपिटीलाई बुटोलको एकदम फेमस फुल्की खाने ठाउँ चाहिँ कहाँ छ हामीलाई कमेन्ट सेक्सनमा बताइदिनु होला हजुरहरूले। हामी चाहिँ अब यो पालो आउन नसक्यो भने अर्कोचोटि आउँदा चाहिँ जान्छौँ। सर्च गर्न गुगलमा त्यो हामी राति नै गयौँ, राति नै आयौँ। हामी चाहिँ अहिले त आउने घोरालो झर्दैछौँ। बाटो त बिजोकै छ, एकदम बिजोक छ मिते, एकदम बिजोक छ। बिजोक छ। अब यो गाडीहरूले पनि लाइट डिम पनि गर्दैनन्। यस्तो फटाहरू यो नाइट बसहरू त नरिसानु त फेरि। आफ्नै बाटो झै गरेर आफ्नै अब यो भ्लगद्वारा चाहिँ म जति पनि गाडी चलाउनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम अनुरोध गर्छु कि रातिमा गाडी चलाउँदाखेरि एकदम गाडी चाहिँ डिम गर्ने, कतिखेर चाहिँ अन गर्ने, त्यो चाहिँ एकदम विचार पुऱ्याउनु होला होइन। त्यो कुराको चाहिँ एकदम ज्ञान राख्नु होला हजुरहरूले पनि। त्यो कुराको ज्ञान नहुने मान्छे चाहिँ किनेर लाइसेन्स प्राप्त गर्नुभएको मान्छे भन्ने बुझिन्छ। अति नै भन्नु फेरि। र फाइनल्ली हामी घर पुग्यो र घर पुग्न साथ हामी चाहिँ एकदम थकाइ र भोक लागिरहेको थियो। त्यसैले हामीले बाहिरदेखि नै तन्दुरी रोटी र थोरै करी लिएर आएको थियौँ र त्यही खाएर हामी सुत्ने निर्णय गऱ्यौँ।